बुबासँग दार्जिलिङ जाँदा बुवा उकालो लाग्दै गरेको बसमा म तपाईँको छेउमा टाँसिएर बस्थेँ। त्यसबेला म सायद 9 वर्षको थिएँ होला। म सधैँ झ्यालछेउ बस्न चाहन्थेँ र त्यो रङ्गीन सिसाभित्रबाट बिस्तारै बदलिँदै गएको पहाड र घुमाउरा बाटोहरू हेर्थेँ। खरसाङमा बस रोकिन्थ्यो। पुरानो रेलवे स्टेसन कुहिरोभित्रबाट बिस्तारै देखा पर्थ्यो। डढेको कोइलाको गन्धले हावामा एउटा अनौठो न्यानोपन भरिन्थ्यो। मलाई डढेको कोइलाको गन्ध असाध्यै मन पर्थ्यो र लामो सास फेर्थे। तपाईँ सधैँ के किन्न भनेर बसबाट ओर्लनुहुन्थ्यो। मेरो आँखा भिडभित्र तपाईँलाई मात्र खोजिरहन्थ्यो। जब तपाईँ नजरबाट हराउनुहुन्थ्यो, मेरो मुटु एकछिन झसङ्ग हुन्थ्यो। फेरि तपाईँ देख्ने बित्तिकै सबै कुरा फेरि ठिक भए जस्तो लाग्थ्यो। ड्राइभरले एक्सेलरेटर जोडले थिच्थ्यो, फेरि छाड्थ्यो। कालो धुवाँको मुस्लो बाहिर निस्कन्थ्यो। हर्न बज्ने बित्तिकै म हरेक अनुहारमा तपाईँलाई खोज्थेँ। अनि अन्त्यमा तपाईँलाई देख्थे एउटा हातमा बिस्कुटको प्याकेट, अर्को हातमा पानीको बोतल समातेर हतारिँदै बसतिर दौडिँदै गरेको। उकालो चढ्दा मलाई वाकवाकी लाग्थ्यो। तपाईँ आफ्नो रुमालले मेरो मुख सफा गरिदिनुहुन्थ्यो, पानी दिनुहुन्थ्यो, औषधि खुवाउनुहुन्थ्यो। म तपाईँको काँधमा टाउको राख्थेँ र थाहै नपाई निदाउँथेँ। बुवा 30 वर्ष बितिसकेछ। म फेरि दार्जिलिङ जाँदैछु। म फेरि झ्यालछेउ बसेको छु। तर यसपटक मेरो छेउमा एक अपरिचित मान्छे छ। सिसाको सानो चिराबाट हावा सुस्केर हाल्दै भित्र छिरिरहेछ। खरसाङमा बस फेरि बिस्तारै रोकिन्छ। उही पुरानो स्टेसनको छेउमा इन्जिन चर्को आवाज निकाल्दै थामिन्छ। मलाई बाहिर निस्किन मनै हुँदैन। सबै कुरा उस्तै छ। उही कोइलाको गन्ध, चिया पसलको गन्ध, उही कुहिरो, उही अनुहारहरू। ड्राइभर फर्केर आउँछ। फेरि हर्न बज्छ। बस अगाडि बढ्छ। म भिडतिर हेरिरहन्छु। कुहिरो फेरि उठेर सहरलाई बिस्तारै छोप्छ र भित्र कतै अझै पनि लाग्छ म तपाईँलाई नै कुर्दैछु।